चौराइदो जिला को चौराइपुर आंचलिक सहयोग में आज बिमलापुर को पांगन को यो खेल मैदान में आउँदो डिसेम्बर 1 तारिक में यहाँ तिहार समारोह विदाई यहाँ हामीहरू आयोजन गर्नुलाई छौं र यहाँ उपस्थिति जति पनि आज जिल्ला बोर्डी विभिन्न आंचलिकबाट आउनुभएको शाखाबाट पनि आउनुभएको सबै आज यहाँ बसेर हामीहरू आज यहाँ आलोचना गऱ्यौं र साथैमा आज यो बिमलापुरमा हामीहरूको यो खेल मैदानको सामने बिमलापुरमा आज हामीहरू अफिस पनि एउटा आज यहाँ ओपनिङ गऱ्यौं र सबै विभिन्न आंचलिकबाट पनि आउनुभएको थियो र सबै यहाँ आएर हाम्रो यो अफिस पनि उद्घाटन गऱ्यौं र साथैमा यहाँ हामीहरूको यो प्रोग्राम चाहिँ कसरी सक्सेस गरौँ र कसरी के गर्दाखेरि राम्रो हुन्छ सबैसँग बसेर हाम्रो आज यहाँ आलोचना गऱ्यौं र सबैको मतामत आज हाम्रो लियौं यहाँ सबैसँग र साथैमा यो प्रोग्राममा सबैले आफ्नो प्रोग्राम भनेर साथ दियोस् र सबै आउनुहोस् सबैले यो प्रोग्रामलाई सक्सेस कसरी गर्नुपर्छ हामीहरू त्यसमा सबैको सहयोग होस् र सबैजना आउनुहोस् यहाँ र मेरो तर्फबाट म यही देउरा कुरा अहिलेसम्म तपाईहरुको काम कति अगाडि बढिसक्यो अहिलेसम्म काम त भनौँ न आग त बारेकै छ जति कलेक्सनदेखि लिएर पनि जति जे गर्नु कामहरू चाहिँ केटाहरूले भव्य रूपमा गरिराखेको छ र तिनीहरूलाई धेरै धेरै धन्यवाद छ आज विभिन्न आञ्चलिकदेखि पनि सबैले सहयोग गर्दैछ सबैले काम गरिराखेको छ अहिले उनीहरूलाई म धन्यवाद दिँदैछु र साथैमा आज यो पेन्डेलको काम पनि आगभर आइसकेको छ र हामीहरूको यो आउँदो 20 नोभेम्बरमा यो लाइखुट्टा हामीहरू थापन गर्नेछौँ र साथैमा त्यो दिन पनि सबैजना आइदियो भने राम्रो हुन्छ। तपाईहरुको अनुष्ठानको लागि चौराइदो जिल्लामा बसोबास गर्ने गोर्खालाई के आह्वान गर्न चाहनुहुन्छ? मेरो चाहिँ यति नै एउटा आह्वान छ चौराइदो जिल्लाको जति पनि आञ्चलिकदेखि लिएर शाखादेखि लिएर जति पनि छन् सबैलाई चाहिँ म भन्छु चौराइपुरमा तपाईहरु आउनुहोस् यो प्रोग्राम आफ्नो प्रोग्राम हो यहाँ हाम्रो बर्डर इलाकामा छु यो जग्गामा आउनुहोस् तपाईहरु पनि यो जग्गामा हाम्रो कस्तो छु के छु हैन कस्तोमा समस्यामा छु तपाईहरु पनि आउनुहोस् र यो जग्गालाई तपाईहरुले पनि एकला सहयोग गर्नुहोस् र तपाईहरु जति नै सक्यो मेरोतिरबाट यो अनुरोध रहेछ तपाईहरु जति नै सक्यो आउनुहोस् यहाँ एक दिनको लिएर एक दिनको प्रोग्राम हो तपाईहरु यहाँ आउनुहोस् अलि सहयोग गरिदिनुहोस् विभिन्न जाति जनगोष्ठीको तपाईको मुख्य उपस्थितहरू आउँछ र विभिन्न अब भन्नु गयो भने यहाँ धर्मेश्वर चौराइदो जिल्लाको तपाईको विधायक धर्मेश्वर कुमार देखि लिएर तपाईको यहाँ अब भन्नु गयो भने हाङखत तपन गगोई देखि लिएर सबैजना यहाँ आउनुहुनेछ र उनीहरु पनि आउनुहोस् यहाँ गोर्खाको लिएर के भन्छ के भन्दैन हैन त्यो परामर्श पनि उनीहरुले आजको दिनमा यहाँ आएर के परामर्श एउटा दिन्छ अगबर आउँछ हैन त्यो कुरा पनि हाम्रो सुन्नु पर्यो। हाम्रो कार्यसूची चाहिँ यस्तो टाइपको छ 9:30 बजेबाट स्टार्ट हुनेवाला छ हाम्रो जुन चाहिँ अब एककनृत्य कम्पिटिसन अब हाम्रो उठी आउने सानो सानो भाइ बहिनी गोर्खा बहिनीहरूले हामीले 9:30 बजेबाट कम्पिटिसन राखेको छौँ जेहेतु हाम्रो इतिमध्ये 8-10 जना जस्तो भइरहेछ कन्टेस्टेन्ट र त्यसको पछि चाहिँ हाम्रो सृष्टिमूलक नृत्य छन् सृष्टिमूलक नृत्यमा तपाईको अब असमिसको बिहु भयो हाम्रो गोर्खाली देउसी भैली र प्लस बोरुको पनि हामीले नितान्ने प्रयास गरिरहेछौँ र अनि हाम्रो निश्चय छेउमा भएको काखमा भएको यो हाम्रो अरुणाचलीहरूको छन् अरुणाचलीहरूलाई पनि हामीले निम्ताने प्रयास गरिरहेछौँ उनीहरूको एउटा सृष्टिमूलक हाम्रो नृत्य पनि प्रदर्शन हुनेवाला छ र साथै साथै रातको जुन सांस्कृतिक सन्ध्याको कार्यसूची छ त्यो कार्यसूचीमा तपाईहरुले कसलाई निम्ताउनु भएको छ वा को संगीत जगतको कन्ठशिल्पीहरू उपस्थित हुनुहुन्छ? हजुर हाम्रो रातिको कार्यक्रममा चाहिँ विशेष गरी हामीले हाम्रो असमिस दाजु एकजना कुसुम कैलाश एउटा विशिष्ट जनमान्य एउटा सिङ्गर एकजना उहाँलाई निम्ताउने प्रयास गरेछौँ निम्ताउने प्रयास भने निम्ताइसकेको छौँ हामीले उहाँ आउने पनि हाम्रो यो रेडी भइसकेको छ प्लस हाम्रो आफ्नो गोर्खे भाइ बर्दुम्साको निलय विवेक हालैमा जनप्रिय हुनु गइरहेको जनप्रिय भइरहेछ इतिमध्ये भने हाम्रो यो साइडमा निलय विवेक र प्लस हाम्रो तामुलपुरको डलमा लामा बहिनी उहाँलाई पनि हामीले निम्ताइसकेका छौँ उनीहरूको हाम्रो सांस्कृतिक सन्ध्या स्टार्ट हुनेवाला छ। आजभन्दा भोलि 15 दिनको पछि तपाईहरुको अनुष्ठान हुनेछ। हजुर यो समयमा समग्र असममा बसोबास गर्ने गोर्खा जनता वा चौराइदो जिल्लाको गोर्खा जनमानसलाई हजुरहरूको अनुष्ठान सफल रूपमा टुङ्ग्याउनको लागि के आह्वान गर्नुहुन्छ? हाम्रो हेर्नुहोस् अब पहिले 2009-10 यस्तोमा के एउटा प्रोग्राम हामीले गरेको थियौँ अहिले चाहिँ हामीले 14-15 साल पछि हामीले एउटा माने बहुत प्रयास गरेर राज राई
प्रेसिडेन्टको नेतृत्वमा र म महेश लिम्बू ले हामीले एक्जिक्युटिभमा हामीले गर्छु भनेर हामीले यो कुरा चाहिँ हामीले प्रस्ताव राखेको थियो। प्रस्तावमा हाम्रो सांसदले अनुमति दिनुभएको थियो र हामीले बहुत एक्साइटेड छु। हामी यत्रो सालपछि हामीले यहाँबाट भव्य रूपले सबैजना मिलिजुली हामीले एउटा पुरा प्रोग्राम गर्नु पाउँदा हामी बहुत खुसी छु र सबैजना जिल्लाको आञ्चलिक शाखा समितिको जति हाम्रो गोर्खा दाजुभाइ बहिनीहरू छन् वा अन्य जातिका हाम्रो दाजुभाइ बहिनी छन् सबैले हामीलाई सहाय सहयोग दिएको छ। यसमा हाम्रो जिल्लाको प्रेसिडेन्टको बहुत ठुलो सहाय छ र हाम्रो प्रेसिडेन्टको पनि वा हाम्रो गोर्खा जति स्थानीय बासिन्दा राइजहरू भाइ बहिनीहरू छन् जम्मैले एक्साइटेड भएर हामीलाई सहाय सहयोग गरेको छ र हाम्रो आञ्चलिक तर्फबाट म जम्मै हाम्रो चरादो डिस्ट्रिक्टमा बस्ने र आसामभरि छरिएर बसेका हाम्रो गोर्खा भाइ बहिनीहरूलाई पनि म आह्वान गर्न चाहन्छु तपाईहरु पनि हाम्रो यो कार्यक्रममा आएर सामेल भइदिनु होला। हाम्रो यो बोर्डर एरियामा हुने गइराखेको हाम्रो यो प्रोग्रामलाई तपाईहरुले पनि उपभोग गर्नु होला र हाम्रो जग्गा पनि हेर्नुलाई म जम्मैलाई आह्वान गर्न चाहन्छु।